नमस्कार। हामीले यो ब्रेक प्याडल बिग्रेको बाङ्गो भएको कसरी बनाउने भनेर यहाँ हेर्नुस्। यो अलिकति अब फेर्नै पर्छ भन्छ प्राय, तर यस्तो अलिकति महँगो चिजहरू हुन्छ, यो फेर्नु पर्दैन। बाङ्गो हुने बित्तिकै फेर्ने होइन, अनि हम्बरले हानेर पनि सिधा नगर्नु, किनकि त्यो फुटरेस्टमा असर गर्छ। अनि हम्बरले हान्दाखेरि झन् भनौँ न त्यो स्क्रेच हुन्छ, झन् त्यो फोहोर देख्छ कि अलिकति बाङ्गो टिङ्गो भएर देख्छ। त्यही भएर यसलाई ग्यासले तताएर मजाले, यहाँ हामीसँग यस्तो ग्यासको तताउने सिस्टम हुन्छ, अब प्राय यस्तो त हुँदैन। यो तताएर मजाले तताएर अनि यो हाम्रो एउटा यो पाइप रिङ्च हुन्छ, पाइप रिङ्चले यसो तान्नुपर्छ। हेर्नु, यो ततालेसम्म मेरो भिडियोलाई लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, सब्सक्राइब गरिदिनु मेरो च्यानल। हेर्नु अब के हुँदो रहेछ, यहाँ हेर्दै जानुहोस् तताएपछि कस्तो मजाले मिल्छ कि मिल्दैन। तपाईँहरूले पुरै भिडियो हेर्नु त, यो कसरी हुन्छ भनेर। अनि तताउँदैछु हेर्नुहोस् ल। यहाँ हाइट अलि बल लगाउनु पर्छ अझै। ल भयो है, कति राम्रो भयो त। त्यही भएर ओरिजिनल जस्तै भयो। धेरै यो बल पनि गर्नु परेन, हम्बरले हान्नु पनि परेन। तपाईँलाई भिडियो मन पऱ्यो भने सेयर गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु नबिर्सुला। हस्, धन्यवाद। यो भिडियो सकेसम्म सेयर गरिदिनु धेरै।